गर्नुपर्नेछ र यो उदाहरण हामीबाटै सुरुवात हुनुपर्नेछ। परिवर्तनको सुरुवात हामीबाटै हुन्छ र त्यो पहिलो जिम्मा चाहिँ गृह मन्त्रालयले लिन्छ। देयर विल बी नो टलरेन्स टु करप्सन, जिरो टलरेन्स। त्यसमा कसैलाई छुट छैन, कसैलाई छुट हुनु पनि हुँदैन। कसैले पनि तपाईलाई कुनै तरिकाको घुस माग्छ भने प्रहरीका भन्नु होला, हामी त्यही अनुसारमा प्लानिङ बनाउँछौँ, त्यही अनुसारमा कार्यविधि बनाउँछौँ र यो कम्युनिकेसनको च्यानल फास्ट हुने प्रविधि हामी तयार गर्छौँ। भ्रष्टाचारको चरम सीमा नागेको कारणले हामीले अहिले यो परिस्थिति भोग्नु परेको जस्तो मलाई चाहिँ मेरो विचारमा लाग्छ। र सर्भिस डेलिभरी 1 नम्बर कोठा, 2 नम्बर कोठा, 3 नम्बर कोठा, क ख ग गर्दै नपढेको मान्छेलाई नि त पढाउने हाम्रो विभागहरू, कार्यालयहरू। यसरी गरेर तपाईँको हरेक कर्मचारीसँग अब कतिजनाको नियत राम्रो भयो त ठिकै छ, तर नियत नराम्रो भएको खण्डमा चाहिँ भ्रष्टाचारको सुरुवात यहाँबाट हुने भनेर हामीले पत्ता लगाएको छ। जहाँ कि तपाईँको फाइल रोकिन्छ, नागरिकलाई समस्या हुन्छ र उहाँले भन्नुहुन्छ, हाम्रो कर्मचारी साथीहरूले त्यही अनुसार भन्नुहुन्छ, सर यो फाइल मिलाउनको लागि मलाई अलिकति भइदियो भने म त्यही अनुसारमा हजुरलाई चाँडो फास्ट ट्र्याकबाट म गरिदिन्छु। यो फास्ट ट्र्याक चाहिँ विदाउट एनी ब्राइब हुनु पर्यो। नागरिकहरू कर्मचारीसँग ठोकिन नपरोस्, सेवाग्राहीहरू कर्मचारीसँग ठोकिन नपरोस्, जसले गरेर यो फाइल अगाडि बढाउनको लागि चाहिँ तपाईँलाई यति पैसा लाग्छ भन्ने त्यो सिचुएसन नल्याउँ। हामीले हुबहु हाम्रो प्रधानमन्त्रीज्यूले भनेको अनुसारमा, निर्देशन अनुसारमा हामीले त्यसलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ। एउटा मन्त्रालय धाउनुहुन्छ, अर्को मन्त्रालय धाउनुहुन्छ, आफ्नो बच्चा गुमाएको छ, कतिवटा मन्त्रालय धाउनु, एउटा मन्त्रालय अर्को मन्त्रालय अर्को मन्त्रालय, यसलाई सहजीकरण गर्नुपर्ने छ। सबै मन्त्रालयको तपाईँको एकजना प्रतिनिधिको एउटा चाहिँ विभाग बनाऊ, जहाँ हाम्रो शहीद परिवार र घाइतेहरू एकै ठाउँमा आएर वान डोर पोलिसी, वान डोर सर्भिस सिस्टममा आएर उहाँहरूले फर्स्टमा उहाँहरूलाई सजिलो होस्। उहाँहरूको योगदानले आज यो परिवर्तन देख्न पाएको हामीले, यसलाई हामीले बिर्सिनु हुँदैन। उहाँहरूलाई योभन्दा बेसी दुःख दिनु मिल्दैन हामीले। त्यही भएको हिसाबले हामीले शहीद परिवार, घाइते परिवारहरूलाई उहाँलाई शिक्षा चाहिन्छ भने त्यही अनुसारमा हाम्रो त्यहाँ शिक्षाको एकजना प्रतिनिधि हुनुहुन्छ त्यो विभागमा। उहाँलाई स्वास्थ्यमा समस्या छ भने त्यही अनुसारमा हुन्छ।